तपाईँहरू सबै हेर्नु होला। आज साथीहरू यहाँ छ है, साथीहरू उहाँबाट एकजना आउँदै हुनुहुन्छ उता मास्तीबाट, यो मास्तीबाट आउँदै हुनुहुन्छ एकजना चाहिँ होइन गाइज हेर्नु होला। हामी चाहिँ यो पुल छ नि, यो माथिको पुल चढ्न जाँदैछु गाइज हेर्नु होला है राम्रोसँग। सबैजनालाई नमस्कार छ। अरू सम्झि पनि आएर देखिसक्यो पाराले खोला हेर्नुहुन्छ भने हेर्नु यस्तो ठुलो आइरहेको होइन। अरू चाहिँ यो मिसिन हो होइन गाइस, पम्प हो, माथि डाँडामा पानी फाल्नुपर्छ। 4-5 जना मिलेर चाहिँ यो पुगेको थियो गाइस होइन। यतातिर चाहिँ म लडेको थिएँ कि बिहान चाहिँ होइन गाइस। गाइस हामी चाहिँ यो माथिको यो भर्याङसम्म चढ्नुपर्छ होइन, वहाँ माथि पुग्नुपर्छ, गाह्रो छ गाइस। जाँदाखेरि तपाईँहरूले त्याउँछ है हामी। गाइस यो चाहिँ हाम्रो चाहिँ भर्याङ आइपुग्छ है गाइस। अरू दाजु पनि आइसक्यो ल, साथीहरू छ यहाँ चाहिँ, यहाँबाट चाहिँ मास्टर जाने है गाइस। अरू चाहिँ हामी गेट खोलिसकेको छ होइन भर्याङको गाइस, र यहाँ चाहिँ बाल्दै हुनुहुन्छ। गेट खुल्यो ल, जाउँ गाइस, जाउँ सबैजना जाउँ है। अरू सम्झि पनि जाँदैछ है, ल जाउँ। गाह्रो छ हो गाइस, हामी चाहिँ हिँड्दा चाहिँ यस्तो छ होइन, पुरै ठाडो जानुपर्छ क्या गाइस। अरू सम्झिहरू चाहिँ यसरी हिँड्दै हुनुहुन्छ है। मास्तिर जाँदैछ, दाइ जाँदै हुनुहुन्छ है मास्तिर होइन। लोद माथि छ क्या, 1000 मिटर माथि है गाइस। यो चाहिँ 1000 माथि मिटर। गाइस हामी चढ्दैछ, कहिले पुग्दैन त। डेन्जर छ गाइस ल, बवाल छ। आम्बु कडा छ है गाइस ल। हामी लगभग 2 घन्टा हिँड्यो होइन यो भर्याङमा चाहिँ। तै पनि माथि पुग्न सकेको छैन, अब पुग्न लाग्यो गाइस ल। ल गाइस हामी चाहिँ पुलमा आइपुग्यो है। हामी 3 जना छौँ होइन, अरू साथीहरू तल आउँदैछन्, तपाईँहरूले देख्दैन होइन। धेरै लामो छ, हामी चाहिँ थाकिसकेछ गाइस। ल गाइस यहाँ हेर्नु होला, यस्तो गाह्रो ठाउँमा हिँड्नु परेको छ होइन हामी। आज हामी घुम्न निस्केको साथीभाइहरूसँग। यस्तो गाह्रो छ। पुल भन्दै हो क्या, यो फास्ट ट्र्याकको पुल हो। लगभग 1 घन्टा 40 मिनटमा चाहिँ काठमाडौँ पुग्छ होइन निजगढदेखि। यस्तै कुराहरू छ यसमा चाहिँ। ल गाइस म चाहिँ थाकेर होइन, यहाँनिर यस्तो डेन्जर भइसक्यो कि यो फेरि 165 मिटरभन्दा धेरै लामो छ कि यो पुल चाहिँ गाइस। तपाईँहरू होइन हेर्दैमा फेरि दङ्ग पर्नुहुन्छ होला, छक्क पर्लान् होइन। यो चाहिँ फेरि फास्ट ट्र्याकको पुल हो क्या, यस्तो छ होइन। यो बगाया खोलाको पुल हो, तपाईँलाई म देखाउँछु बगाया खोला कतिको धेरै उर्लिला छ भनेर चाहिँ। हाम्रो चाहिँ दाजु पनि उता बनाउँदैछन् होइन, भ्लग भिडियो बनाउँदै हो, त्यो चाहिँ थाहा छैन गाइस होइन। हाम्रो सम्झि चाहिँ अगाडि हिँड्दैछ, धेरै रमाइलो भइरहेछ आज चाहिँ। आज चाहिँ बिहानै मिसिन भयो, 2टा घुँडामा चाहिँ होइन, घुँडामा पुरै घाउ लागेर चोट लागेर कस्तो थाहा थियो गाइस। तपाईँ हेर्न चाहनुहुन्छ हेर्नुहोस्, बगाया खोला यति धेरै उर्लेर आएको छ कि होइन गाइस, तपाईँहरू देखेर छक पर्नुहुन्छ क्या। हामी यहाँबाट गएर फेरि ओह्राल झर्नुपर्छ क्या, लामो छ होइन त्यो यो चाहिँ भर्याङ चाहिँ। तपाईँहरू देखेर छक पर्नुहुन्छ गाइस। आम्बो धन्नै खस्यो यार सम्झि म यार यो सुरुङबाट। आम्बो म छिर्दिनँ सम्झि यार, सुरुङदेखि मलाई डर लाग्छ सम्झि यार, गाह्रो छ नि। गाइजहरू तपाईँहरूलाई चाहिँ मैले यो पुलमा के छ होइन सब देखाउँछु, तपाईँहरू हेर्दै गर्नु होला। यहाँ हेर्नुहोस् गाइज होइन, यो अगाडिको चाहिँ छ नि यो सम्झि हिँडाको ठाउँको, यो चाहिँ गिट्टी हो होइन यो पुलमा हाल्नको लागि। समथिङ यो अगाडिपट्टि यो छ नि यो देखिरहेको, यो चाहिँ क्रेन हो
गाइजहरू तपाईँहरू हेर्नु होला धेरै उयो छ होइन यो हेर्नु चाहिँ सम्झे यताबाट हेर्दै हुनुहुन्छ खतरा लाग्यो है ल गाइज यत्रो सानो पुलबाट हिँड्नु पर्यो होइन भर्याङबाट हिँड्नु पर्यो हामी कति गाह्रो भएको हामीलाई आम्बो यति खतरा लाग्यो होइन बवाल छैन तल यहाँबाट पुलबाट तल हेर्नुपर्छ खोलामा होइन रिङ्गट चलेर मर्नै खोज्छ के गाइज यति अग्लो के यो लगभग धेरै त भन्दिनँ 200 मिटर भन्दा माथि अग्लो छ होइन यो पुल चाहिँ तपाईँहरू देखेरै छक पर्नुहुन्छ तपाईँहरू आउनुहुन्छ भने यो तपाईँहरू यहाँ चाहिँ होइन चढेर चाहिँ जानु होला भर्खर बन्दैको पुल हो यहाँ चाहिँ सानो त्यो बाइकहरू चाहिँ गुड्दैन होइन ठुल्ठुलो गाडीहरू चाहिँ गुड्छ यो पुलमा चाहिँ यो पुलमा गाडी गुड्नलाई धेरै समय लाग्छ होला 2-3 वर्ष भनौँ न होइन 3-4 वर्षै बढी लाग्छ होला गाइज यो पुल चाहिँ होइन भर्खर ढलान हुँदैछ यसमा फेरि पिच गर्नुपर्छ क्या फेरि यो ढलानलाई नि त्यस्तो खतरा छ खासमा यो चाइनिजहरूले लिएको ठेका हो होइन 5 वर्षमा बनाउँछु भनेको थियो अरे होइन आर्मीबाट चाहिँ त्यसरी लिएको छ अरे भन्ने कुरो चाहिँ सुन्नमा आएको छ ल गाइज होइन अरू दाई चाहिँ यता छ बनाउँदैछ होइन भिडियो बनाएर हिँडिरहेको हो होइन अरू साथीहरू यता आउँदैछन् ऊ 3-4 जना छन् होइन हामी 4-5 जना आज चाहिँ आएको आज घुमघाम भनौँ न होइन यसो तपाईँहरू हेर्नु होला कस्तो लाग्छ होइन यो भिडियो चाहिँ अरूलाई जस्तो चाहिँ त्यो अब मिम्स हालेर चाहिँ मलाई बनाउन आउँदैन होइन तैपनि यो बनाएर तपाईँहरूले देखाउँदैछु कस्तो लाग्छ होइन म नि फर्स्ट टाइम चढेको हो फास्ट ट्यागको पुलमा गाइज यार हामी पुलमा चढेको यहाँ ओर्लिन ठाउँ देखेन कि होइन गाइज अब हाम्रो चाहिँ ड्रोन चाहिँ छैन होइन नत्र भने हामी ड्रोन सर्ट पनि लिन्थ्यो के गर्नु होइन ड्रोन नभएपछि यत्तिकै पनि हिँड्नु पऱ्यो यस्तो गाह्रो छ गाइज तै पनि हिँड्नु पऱ्यो आम्बो हामी वहाँ पारि पुग्नुपर्छ गाइज होइन हामी यतापट्टि चाहिँ ठाउँमा आइपुगेछ होइन गलत ठाउँमा आइपुगेछ अब उताबाट झर्नुपर्छ गाइज पुल त अब के जोड्नु र होइन जोडेको छैन तैपनि हामी चाहिँ हिँड्छौँ अलिअलि मात्रै बनाएको छ के त्यो अलिअलि बनाएको ठाउँमा चाहिँ हिँड्दा छु हाम्रो यहाँ पाल्दा चाहिँ अब हामीलाई ठाउँ देखाउँदै हुनुहुन्छ होइन कहाँबाट झर्ने भनेर चाहिँ त्यो तपाईँहरूलाई देखाउँछु म बिस्तारै धेरै लामो चाहिँ बनाउँदिनँ म त्यो 2-4 मिनटको बनाउँछु तपाईँहरू हेरेर चाहिँ साथ दिनु होला कस्तो लाग्छ होइन हाम्रो साथीहरू हिँड्दैछ अगाडि रमाइलो भइरहेको छ है गाई चाहिँ आज चाहिँ मौसम यति सफा भइरहेको छ कि होइन बिहानभरि पानी परेको आज चाहिँ अहिले चाहिँ एकदम मौसम चाहिँ सफा छ है गाई लगेपछि होइन झर्दैछु पुलमा होइन पुलबाट अब तलतिर झर्दैछौँ यो तलतिर जाने भर्याङ हो यो पनि अब 2000 भन्दा माथि छ क्या गाइस तल पुग्नुपर्छ 2000 मिटर भन्दा तल पुग्नुपर्छ क्या गाह्रो छ नि हामीलाई नि म त यहाँ डरै झरिरहेको छु गाइस होइन आम्बो बडा छ त हो मलाई डर लाग्यो यार गाइस यार आज होइन तपाईँलाई म पुरै देखाउँछु तलसम्म होइन गाइस मेरो चाहिँ साथीहरू चाहिँ तल पुगिसकेको छ म चाहिँ यहाँ माथि नै छु अझै पनि बिचमै उहाँहरू चाहिँ अलिक तलै पुगिसकेको छ होइन आम्बै डर लाग्यो हो गाइज माइ लर्ड आज चाहिँ भ्लग बनाउने क्रममा होइन यहाँ पाल्दैसँग आएको थियो तै पनि आम्बो खतरा गाह्रो छ होइन अब पाल्दै बस्ने ठाउँ पनि देख्नु खोज्छ होला यहाँबाट सायद हो यहाँ ऊ तल देखिरहेको छ नि हो त्यो कन्टेनर हो त्यो छेउमै बस्नुहुन्छ पाल्दै चाहिँ गाह्रो छ हो गाइज खोला फेरि यहाँ फेरि दुईतिरबाट आउँछ गाइज खासमा गाइजहरू तपाईँहरू चाहिँ झुट बोला भन्नु ठान्दैन होइन 2000 माथि पुल भनेर चाहिँ भर्याङ त्यो अर्को भनेको होइन तै पनि तपाईँले झुटो बोला भन्ठान्ला तपाईँहरू आफै आएर चाहिँ धेरै पनि अझ रमाइलो हुन्छ होइन यहाँ चाहिँ धेरै रमाइलो ठाउँ छ यो ठाउँ चाहिँ गाइज होइन आम्बो तल झर्दैछु म अझै पनि बिच रास्तामै छ भनौँ न होइन अब गाइज तपाईँहरूले म देखाउँछु मेरो गन्तव्य अब पुग्न लाग्यो होइन त्यो कन्टेनरसम्म पुग्ने हो गाइज म चाहिँ आज होइन तपाईँलाई देखाउँछु म कस्तो छ भनेर है कस्तो हालतमा बस्नु परेको छ होइन हाम्रो पाल्दाहरू गाह्रो छ नि यो पुलमा नि चाइनिजहरूले बनायो तैपनि यो चाइनिजहरू धेरै गाली गर्छन् होइन गाइज लो गाइज तपाईँहरूले चाहिँ हेर्दै हुनुहुन्छ यो कैलाली खोला हो मेरो पछाडिको चाहिँ होइन गाइज तर धेरै गाह्रो छ है तपाईँहरूलाई म अरू पनि
कुराहरू देखाउँछु तपाईँहरूलाई राम्रो लाग्छ भने हेरिदिनु होला होइन साथ सपोर्ट चाहिँ दिनु होला होइन खासमा मलाई चाहिँ के गर्नु भने होइन सब्सक्राइब चाहिँ गरेर नभुलिदिनु होला है गाइस ल ओ आम्बो यहाँ त यस्तो भइरहेको रहेछ गाइस होइन ओ म बल्ल बल्ल फेदमा आइपुग्यो चाहिँ तपाईँ पनि यहाँ यस्तो गाह्रो रहेछ क्या ल गाइस यहाँ हेर्नु त हिँडेर हिँड्नु परेछ यहाँ के बना होला है यो चाइनिजहरूले बाँस ल गाह्रो लाग्यो ओ आम्बो गाडी त तपाईँलाई गाडी देखाउँछु है गाडी हाम्रो धन्दै लड्यो यार गाइस ओहो यहाँ हेर्नुहोस् त्यो गाडी चाहिँ होइन यहाँ राखेको रहेछ कसो बगाएन यार आज खोलाले आज हाम्रो बिचमा धन्नै बगाएको थियो तै पनि हाल्यो होइन सार्यो बल्ल बल्ल सारेको थियो गाइस मेरो चाहिँ गन्तव्य आइपुग्यो होइन गाइस यहीसम्म हो तपाईँहरूलाई धन्यवाद छ तपाईँले हेरेर साथ सपोर्ट चाहिँ दिनु होला होइन ल हाम्रो सम्झिहरू आउँदैछ है हो ल तपाईँको फोटो पनि खिचिदिउँला होइन सम्झि ल गाइस आजको चाहिँ यति नै है भिडियो चाहिँ कस्तो लाग्छ हेरेर साथ सपोर्ट दिनु होला सब्सक्राइब गरेर नभुलिदिनु होला है गाइस त्यति साथ चाहिँ चाहियो